सो हाई एभ्रिवान, झोले नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। धेरै दिनपछि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी यसरी चिटिक्कै परेर बुटोलभाडा तामनगरमा जान लागेको, जसमा एसके डान्स स्टुडियोको आज ग्रान्ड ओपनिङ छ। हजुरहरूले एसके डान्स स्टुडियोमा आफ्नो नानी बाबुहरूलाई एडमिसन गराउन सक्नुहुनेछ, जसमा 15 गते र 16 गते एडमिसन फ्री हुनेछ। हामी जाँदा प्रोग्राम स्टार्ट भइसकेको थियो। हामीले दिउँसो खाजा नखाएको भएर हामीलाई एकदमै भोक लागेको थियो। अनि हामी गयौँ बुटोलभाडा तामनगरको एकदम भाइरल फेमस मिठो चटपटे खान। झन् साथी मिलेर चेस गरेर खाऊँ भनेको त झन् चेस गरेर फेरि त्यहीँ राखेँ कि फोनको चक्करमा। अनि यो काटा भन्दिनँ, नयाँमा यही हो नि राखिदिन्छु, धोका दिने साथीलाई भनेर मैले चाहिँ उनलाई फेरि चेस गरिनँ। अनि उता नाचगान स्टार्ट भइसकेको थियो, रमाइलो भइरहेको थियो। हामी पनि यसो गरेर रमाइलो गर्थ्यौँ, अलिअलि नाच्दियौँ, हामी पनि हुटिङ सुटिङ हान्दियौँ। कोही हिपहपवाला डान्स थियो, कोही कल्चरल डान्स थियो, सबै एकदम मिक्सवाला डान्स थियो। एकदमै रमाइलो, एकदमै बब्बाल भइरहेको थियो। र आजको मुख्य कलाकार चाहिँ गाइज श्याम राणा हुनुहुन्थ्यो है। एकदमै रमाइलो गर्नुभयो, एकदमै इन्जोय गऱ्यौँ। जति हामीले टिकटकमा युट्युबमा हेर्थ्यौँ नि त, त्योभन्दा बब्बाल एकदमै रमाइलो गर्ने हुनुहुँदैछ। हामीले एकदमै फुल इन्जोय गऱ्यौँ। अनि उता मेरो छोरीले पनि खुब इन्जोय गरेर मेरो छोरीले श्याम राणासँग हात मिलाउँछु भनेर एकदमै डोको थियो, तर एकदमै भिड भएको कारणले मिलाउन सकेन। यताबाट ऊ इन्जोय गरेर फाइनली बुटोलभाडा तामनगरमा पनि श्याम राणालाई प्रत्यक्ष देख्न पाइयो। अनि श्याम राणाको प्रस्तुति सकिएकै लगत्तै एसके डान्स स्टुडियोको प्रोग्राम पनि एन्ड भएको छ। 10 बजेतिर त बाटो खाली हुने रहेछ भन्दै मेरो छोरी र बहिनी नाच्दै हिँड्दै गइरहन्। अनि म पनि के कम भनेर छोरीसँग यसो नाच्दिएँ। अनि मेरो साथीले सेतो कपडा छ, भूतको एक्टिङ गर न भनिन् होइन। अनि मैले यसो भूतको एक्टिङ गरिदिएँ होइन। म पनि के कम सिचुएसन अनुसार जस्तो नि गर्छु भने होइन। अनि लास्टमा त उताबाट गाडी आइदिएर कि अनि म भागदिएर। बाई बाई गाइज, फेरि भेट होला नेक्स्ट भिडियोमा।